नमस्ते सबैजनालाई। हाम्रो 365 दिने महान व्यक्तित्वका भनाइहरू श्रृङ्खलाको आज 7औं दिनमा हामी नेपाली साहित्यकी एक सशक्त आवाज पारिजातका 10 गहिरो भनाइहरू लिएर आएका छौं। विक्रम सम्वत 1994 मा दार्जिलिङमा जन्मिएकी पारिजातले आफ्नो उपन्यास र कविताहरू मार्फत नेपाली समाजमा गहिरो प्रभाव पारेकी छिन्। उनका रचनाहरूमा अस्तित्ववाद, नारीवाद र सामाजिक न्यायका विषयहरू प्रमुख रूपमा पाइन्छन्। आउनुहोस् आज हामी उनकै केही मननयोग्य र प्रेरणादायक शब्दहरूमा डुबुल्की मारौं। मृत्यु शाश्वत सत्य हो, तर जीवन सुन्दर भ्रम हो। मृत्यु अवश्य छ, यो अटल सत्य हो, तर यो छोटो जीवन आफ्ना सपनाहरू र अनुभवहरू एक सुन्दर भ्रम जस्तै हुन्। यो भ्रमलाई सुन्दर बनाउनुहोस् र हरेक पलको महत्त्व बुझ्नुहोस्। मान्छे एक्लो हुन्छ र एक्लै नै जान्छ। जीवनको अन्तिम सत्य भनेको हामी सबै एक्लै आएका हौं र एक्लै नै जान्छौं। अरूको साथ क्षणिक हो। आफ्नो अस्तित्वलाई स्वीकार्नुहोस् र आफैसँग बलियो सम्बन्ध बनाउनुहोस्। सम्बन्धहरू केवल भ्रम हुन्, तर तिनीहरू बिना जीवन पनि त चल्दैन। मानवीय सम्बन्धहरू स्थायी हुँदैनन्, एक प्रकारको भ्रम जस्तै हुन्, तर यी क्षणिक सम्बन्धहरूले हाम्रो जीवनलाई अर्थपूर्ण बनाउँछन्। त्यसैले सम्बन्धहरूलाई स्वीकार्नुहोस् र तिनीहरूको महत्त्व बुझ्नुहोस्। आशा एउटा सुन्दर धोका हो, तर यसैले त हामी बाँचिरहेका छौं। आशा कहिलेकाहीँ पूरा नहुन सक्छ, एक प्रकारको धोका जस्तो लाग्न सक्छ, तर यही आशाको पलमा हामी हरेक चुनौतीको सामना गर्छौं र जीवनलाई अगाडि बढाउँछौं। संसार परिवर्तन हुँदैन, मान्छेको सोच बदलिएपछि मात्र यो फरक देखिन्छ। बाहिरी संसारमा परिवर्तन ल्याउनु भन्दा पहिले आफ्नो सोच बदल्नुहोस्। जब तपाईको दृष्टिकोण परिवर्तन हुन्छ, तब तपाईले संसारलाई पनि फरक तरिकाले देख्न थाल्नुहुन्छ। प्रेम एक पीडा हो, तर यो पीडामा पनि एक किसिमको आनन्द छ। प्रेममा कहिलेकाहीँ दुख र पीडा पनि हुन्छ, तर यो पीडाले नै प्रेमलाई अझ गहिरो र मूल्यवान बनाउँछ। प्रेमको यो विरोधाभासलाई स्वीकार्नुहोस्। सफलता भनेको अरूलाई जितेर होइन, आफैलाई जितेर प्राप्त हुन्छ। साँचो सफलता अरूलाई पराजित गरेर होइन, आफ्ना कमजोरीहरू र नकारात्मक सोचलाई जितेर प्राप्त हुन्छ। आफ्नो आन्तरिक शत्रुसँग लड्नुहोस्। जीवनको कुनै निश्चित अर्थ छैन, हामी आफैले यसलाई अर्थ दिनुपर्छ। जीवनको कुनै पूर्व निर्धारित उद्देश्य छैन, हामी आफैले आफ्नो कर्म र अनुभवहरूबाट यसलाई अर्थपूर्ण बनाउनुपर्छ। आफ्नो जीवनको लक्ष्य आफै निर्धारण गर्नुहोस्। समय बित्दै जान्छ, तर घाउहरू निको हुन समय लाग्छ। समय निरन्तर बगिरहन्छ, तर विगतका दुःख र घाउहरू निको हुन समय चाहिन्छ। धैर्य राख्नुहोस् र आफूलाई निको हुने समय दिनुहोस्। बाँच्नु एउटा सङ्घर्ष हो, तर यो सङ्घर्षमा पनि एक किसिमको सुन्दरता छ। जीवन सहज छैन, यो एक निरन्तर सङ्घर्ष हो, तर यही सङ्घर्षमा हामी नयाँ कुराहरू सिक्छौं र आफ्नो क्षमतालाई विकास गर्छौं। जीवनको यो सङ्घर्षलाई स्वीकार्नुहोस् र यसको सुन्दरतालाई अनुभव गर्नुहोस्। पारिजातका यी गहिरो भनाइहरूले हामीलाई जीवन, मृत्यु र अस्तित्वको बारेमा गम्भीर रूपमा सोच्न बाध्य पार्छन्। उनका शब्दहरू नेपाली साहित्यको अमूल्य निधि हुन्। यदि तपाईलाई यो भिडियो मन पर्यो भने कृपया लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। भोलि हामी फेरि नयाँ प्रेरणादायक भनाइहरू लिएर आउने नै छौं। त्यतिन्जेलसम्मको लागि बिदा मागे। धन्यवाद।